त यहाँ त स्टुडेन्ट्सहरू बोलाउनु पर्छ स्कुल चलाउनको लागि हैन स्टुडेन्ट्सलाई केही गर्नु हुँदैन अहिलेको त त्यो छ नि त अहिलेको यो जुन सिनेरियो बट उलाई त केही थाहा नै छैन उसले त पेरेन्ट्सलाई पक्का गाली गर्न थाल्यो यस्तो पनि हुन्छ यसरी नर्चर गर्ने भनेर कम्प्लेन हुन्छ नि टिचर भएर कम्प्लेन पुरा गर्न थाल्यो त्यसपछि आई विल नट वर्क म यो ठाउँमा काम गर्दिनँ भनेर त उ त ट्विक्क उठेर टुइ हिँड्यो मिटिङबाटै हिँड्यो अब फसेँ म एक्लै भएँ त्यसपछि अनि त्यो पेरेन्ट्सले बोल्दाखेरि अब म त फेरि काउन्सिलिङबाट सिफ्ट भएको मान्छे बोल्दाखेरि चाहिँ म चाहिँ के गरेँ स्माइल दिएँ कि ए यस्तो भएछ अब मेरो त यही नै हो मेरो बोल्दाखेरि मेरो कोहीसँग इन्टरेक्ट गर्दाखेरि मेरो यतिको स्माइल हुन्छ नै होइन अनि मैले जब यस्तो भएछ सर यस्तो भयो म चाहिँ खास त्यो के पनि अनि त्यसपछि एकैताली मलाई उताबाट एकदमै अफेन्ड हुनुभयो कि त्यो पेरेन्ट्स त यस्तो सिरियस कुरा भइरहेछ मेरो नानीको ब्रेस्ट देख्यो यताउता भनेर टिचरले भनिरहेको छ तपाईँ यस्तो सिरियस सिचुएसन्समा हाँस्ने कस्तो खालको टिचर हो भनेर त अब त्यहाँ म माथि खनिन थाल्नु भयो कि एन्ड देन आफ्टर मैले त्यति बेला उहाँलाई बुझाउनु परेको थियो कि सर आई एम नट अ टिचर म यो प्रोफेसनमा आएको हो आई एम अ काउन्सिलर त्योभन्दा अगाडि एन्ड मेरो एथिक्सले के भन्छ भने मेरो क्लाइन्ट जतिसुकै रिसाएर मलाई कुट्न नै किन नआओस् मेरो माउथमा चाहिँ स्माइल हुनु पर्छ द्याट इज वाट आई हेभ लर्न हैन त्यही भएर म यसरी हाँसेको आई एम सरी इफ आई अफेन्डेड यु पनि भन्नु परेको छ कि आई एम रियली सरी यदि मैले तपाईँलाई अफेन्ड गरेँ भने बट दिस इज वाट आई हेभ लर्न सो तपाईँहरू पनि सृजना म्याम जति पनि हाम्रो यहाँ सबैजना जतिजना पनि काउन्सिलर बन्न चाहँदै हुनुहुन्छ क्लाइन्ट जतिसुकै रिसाओस् द्याट इज देयर इमोसन्स हामीले उनीहरूलाई देखाउन दिनुपर्छ त्यो एउटा स्पेस बनाइदिनुपर्छ हैन उनीहरू त्यही देखाउन त हामीलाई पैसा तिरेर आउनुहुन्छ हैन सो उहाँहरूले देखाउन पाउनुहुन्छ कहिलेकाहीँ फ्यामिलीको रिस हामीलाई पोख्नुहुन्छ अनि हामीले त्यति बेला बुझ्नुपर्छ कि न म उहाँको आमापट्टिको न म उहाँको बुवापट्टिको तर पनि मलाई त्यसरी ओपनली रिस देखाइराख्नु भएको छ भने एटलिस्ट एउटा सेफ प्लेस चाहिँ पाउनु भयो है एउटा सुरक्षित ठाउँ चाहिँ महसुस गर्नु भएछ है मसँग भन्ने चाहिँ हामीले बुझ्नुपर्छ अनि त्यो हाम्रो लागि एक किसिमको जित पनि हो कि यसरी जाम बुझ्नुभयो सो कहिले पनि यो के अरे क्लाइन्ट रिसाएर आयो भन्दैमा आफूले पनि त्यही खालको रियाक्सन्स दिनुपर्ने जरुरी छैन त्यो इमोसन्स उनीहरूले देखाउन पाउँछ भेन्डर